हेलो एन्ड नमस्ते सबैजनालाई। यो अहिले मैले यहाँनिर देखाउन लागेको यो बुटोल आसपासतिर छपिया भन्ने ठाउँमा पर्दछ। यो रसियन भाइपर भन्ने सर्प रहेछ है। यो एकदमै डेन्जर खालको हुँदो रहेछ। यसलाई चाहिँ हातले छोप्ने प्रयास नगर्नु होला। यसले 1 मिटर दूरीसम्मको तपाईँको यसले बाइट गर्न सक्ने रहेछ र यो रसियन भाइपर भन्ने अहिले देखा परेको हुनाले सबैजना सचेत रहौँ र यसको यसले टोकिहाल्यो भने पनि उपचार पाइन्छ। नजिकको स्वास्थ्य चौकीमा जानु होला। अनि लाइक र शेयर सब्सक्राइब पनि गर्नु होला ताकि अरूलाई पनि थाहा होस् यो कुराहरू यो भिडियोमा। कस्तो साउन्ड आउँछ यार, त्यो माथि सिधै आउँछ है, झम्टिन्छ आउँछ आउँछ के अघि कस्तो आएको कस्तो बाल्टीमा आउँछ त्यही हो होइन नयाँ सर्प हो के